हेलो साथीहरू, आज चाहिँ म मेरो हृदय छोएका केही कुराहरू सेयर गर्नको लागि यो भिडियो बनाउँदैछु। कति कुराहरू चाहिँ हामीलाई हैन खुसीको कुराहरू कसलाई भनौँ कसलाई सुनाउँ हुन्छ। अनि पहिला चाहिँ के हुन्थ्यो, मोबाइलको जमाना थिएन हैन। अनि सक्दो घर घरमा गएर सुनाउने हैन, टाढा टाढा चिठीहरू लेखेर खबर पुर्याउने गर्थ्यो हाम्रो बुवा मम्मीको पालोमा। तर आजको जमाना चाहिँ यस्तो छ कि सोशल मिडियाको जमाना छ, जो चाहिँ हामी सबैजनाले कतिजनालाई थाहा छ, कतिजनाले गरिराख्नु भएको छ। हाम्रो दुःख सुख खुसी दुःख सबै कुरा सेयर गर्ने ठाउँ चाहिँ हाम्रो के बनेको छ, टिकटक, इन्स्टाग्राम, फेसबुक, युट्युब बनेको छ। अनि हामीले खुसीको कुराहरू यसमा हामीले सेयर गर्यो भने चाहिँ हाम्रो दुःखको सुखको हरेक कुरा चाहिँ के हो त, पूर्ण हाम्रो नेपाली जनता कहाँ पुग्दछ। र अनि सबैले हेरेर इन्जोय गर्नुहुन्छ, दुःख छ भने सहायता गर्नुहुन्छ, खुसी छ भने हेरेर खुसी हुनुहुन्छ है। त्यसै कारणले गर्दाखेरि मेरो यो हृदय छोएको कुरा के रहेछ भनेर हेर्नको लागि पनि तपाईले यो भिडियो चाहिँ तपाईले अन्तिमसम्म हेर्नुपर्नेछ। र हेरेर तपाईले मन पर्ने नपर्ने दुवैजनाले लाइक सेयर कमेन्ट गरेर मलाई आफ्नो साथी बनाउनु होला। र तपाईहरुप्रति म धन्यवादी हुनेछु र तपाईहरुको पनि म साथी बन्नेछु। अनि के हो त त्यो खुसीको कुरा भन्नाले चाहिँ म तपाईहरुलाई देखाउन चाहन्छु, मलाई चाहिँ दुबईबाट मलाई चिन्नुहुने मेरो दिदीबहिनीहरूले केही गिफ्टहरू पठाउनु भएको छ, त्यो पनि म तपाईलाई देखाउन चाहन्छु। प्लस अस्ति भर्खर फेरि दुबईबाट मेरो श्रीमानको बेस्ट फ्रेन्ड तेन्जिङ दाजु आउनु भएको थियो, उहाँले ल्याउनु भएको कोसेली पनि हामीले खोलेको छैन र त्यो कोसेली पनि देखाउने छु है। अनि के रहेछ त भनेर चाहिँ म तपाईहरुलाई देखाउने छु। पहिला हामी कोसेलीतर्फ जानेछौँ। उहाँले हामीलाई ल्याइदिनु भएको छ यो 1 क्रेट अन्डा है। अनि त्यसपछि यहाँ थुप्रै छ, यहाँ के छ अब हेरौँ है त। यहाँ सबै खोलेर हामी हेर्नेछौँ है। साह्रो छ, दाँतले खोल्नु पर्ने हो। यो रहेको छ गुलकुस बिस्किट, एकदम टेस्टी हुन्छ। यो रहेको छ कोकोनट बिस्किट। यो रहेको छ स्पेगेटी नुडल्स, चाउमिन खानको लागि। चिनी चिया पिउनको लागि, उहाँको बेस्ट फ्रेन्ड चाहिँ धेरै चिया पिउनुहुन्छ। लुगा धुने साबुन, नुहाउने साबुन, भाँडा धुने साबुन, कति बुझेर ल्याइदिनु भएको चाउचाउ। यो देख्दै गर्दाखेरि चाहिँ अनि र त त्यत्तिकै भनेको होइन रहेछ कि बेस्ट फ्रेन्ड भनेर है। सबै कुरा साथीलाई के चाहिन्छ भन्ने कुरा चाहिँ उहाँलाई राम्रोसँग थाहा रहेछ। किनभने उहाँ आफै पनि पहिला गाउँमा बसेको भएर होला, त्यही भएर सबै कुरा बुझेर ल्याइदिनु भएको रहेछ। हाम्रो गाउँमा चाहिँ दोकान अलि टाढा टाढा पर्छ, हाम्रो पनि टाढै छ, उ तल जानुपर्छ। मलाई त जान 20 मिनट, आउन 30 मिनट लाग्छ। अनि केही सिद्धियो भने मलाई त त्यो बाटो सम्झेरै जान मन लाग्दैन। अनि उहाँले यसरी बुझेर ल्याइदिनु भएकोमा अनि म त एकदमै धन्यवादी छु। प्रभुले धेरै आशिष दिनुभएको छ उहाँले। अनि रह्यो यो कोसेलीको कुराहरू त छँदैछ होइन। अनि कोसेली पाएर मक्ख भएर चाहिँ मैले यो भिडियो बनाएको त होइन। मैले अघि नै भने केही हृदय छुने कुराहरू छ भनेर, त्यो चाहिँ म सुरु गर्न चाहन्छु। म विवाह भएर यस गाउँमा आएर बसेको चाहिँ 1 वर्ष भयो। अनि विवाह भएको 4 वर्ष हुन लाग्यो अब, तर बसेको चाहिँ 1 वर्ष भयो यो गाउँमा आएर बसेको चाहिँ। आफ्नो छर छिमेकीहरू त छँदैछ, छिमेकीहरू पनि एकदमै असल हुनुहुन्छ, सबैले मलाई माया गर्नुहुन्छ। तरै पनि यसरी चिनेको अनि टाढाबाट तेन्जिङ दाइलाई म पनि चिन्छु, दुबईमा हामी भेट्थ्यौँ होइन, कति सँगै सङ्गति सेवाकाई पनि गरेको हो। अनि यसरी चिनेको व्यक्ति चाहिँ आएर हामीलाई यो गाउँमा स्पेसली भेट्न आउनु भएको देखेर चाहिँ मलाई एकदमै हृदय छोयो। किनभने गाउँघरमा चाहिँ टाढा भयो भने होइन, हाम्रो आफन्तहरू पनि चाहेर पनि आउन सक्दैन। किनभने टाढाको बाटो हुने त साथीहरू पनि चाहे जोसुकै होस् चाहेर पनि आउन सक्दैन। अनि
कोही चिनेको मान्छे हामीलाई भेट्न आयो भने चाहिँ हाम्रो लागि चाहिँ एकदमै त्यो महत्त्वपूर्ण हुँदो रहेछ। त्यो चाहिँ मैले फिल गरेँ कि। अनि उहाँ आउनु हुँदाखेरि अनि उहाँसँग कुराहरू गरेँ, केही आफ्नो मनका कुराहरू पोखाउने होइन, त्यो समय पनि पायो अनि मन हल्का पनि भयो। अनि उहाँले हामीलाई धेरै उत्साहका कुराहरू पनि दिनुभयो। अनि त्यही कारणले गर्दा अनि त्यो चाहिँ त्यसलाई थाहा हुन्छ जो चाहिँ आफ्नो माइतीदेखि टाढा बिहा गरेर गएको हुन्छ नि, त्यो दिदीबहिनीहरूलाई चाहिँ थाहा हुन्छ यस्तो कुराहरू होइन, कति महत्त्व हुन्छ आफ्नो चिनेको मान्छेहरू भेट्न आउँदा भन्ने कुरा चाहिँ त्यो दिदीबहिनीहरूलाई चाहिँ थाहा हुन्छ। सो मलाई चाहिँ त्यो म चाहिँ त्यो टाढा भएको कारणले गर्दाखेरि उहाँको कोसिली त छँदैछ, माया प्रेम त छँदैछ, तर उहाँको उपस्थिति, उहाँको भेट चाहिँ मेरो लागि धेरै महत्त्वपूर्ण र मेरो लागि उत्साहका कुराहरू पनि थियो। सो म यो चाहिँ मेरो हृदयमा छेको कुराहरू है, रुनु हुँदैन यस्तो कुराहरू। हामी दिदीबहिनी चाहिँ धेरै छिटो आँसु झर्छ। अनि रह्यो कुरा अर्को कुरा चाहिँ मेरो दुबईबाट पठाउनु भएको, मेरो दिदीबहिनीले पठाउनु भएको गिफ्टहरू होइन, यो कति त मैले लगाइसकेँ होइन, लगाएर धुनमा हालिसकेको छ। अनि यो हाम्रो माया बहिनीले ल्याइदिनु भएको होइन। अनि यो हाम्रो तीर्थमाया दिदीले मलाई 2टा यस्तो टी सर्ट पठाइदिनु भएको छ। अनि त्यसपछि हाम्रो माइली अनिता बहिनीले जुत्ता पठाइदिएको रहेछ मलाई होइन। अनि यो मेरो श्रीमानको लागि हाम्रो तीर्थमाया दिदीले पठाइदिनु भएको रहेछ। म उहाँहरूबाट दुबईमा पहिला सँगै थियो, अहिले म टाढै भइसक्यो। अनि मैले सोच्थेँ जहाँको पनि माया होइन, अब टाढा भइसकेपछि कसले वास्ता र फिक्री गर्छ र भन्ने हुन्थ्यो, तर सबै कुरा चाहिँ त्यस्तो हुँदैन रहेछ। अनि दिदीले हामी टाढा भए पनि मलाई सम्झेर होइन, कोही आउने व्यक्तिहरू थाहा भएपछि चाहिँ उहाँहरूले मलाई गिफ्टहरू पठाइराख्नुहुन्छ कि, यो प्रेम देखाइराख्नुहुन्छ। अनि यहाँबाट मैले के महसुस गरेँ भने कतिचोटि हामीले रगतको साइनो मात्रै साइनो हो, माया हुन्छ भन्ने हुन्छ, तर होइन, उहाँहरू मेरो आफन्त होइन होइन। तर अनिता बहिनी चाहिँ मेरो आफन्त हो, तर तीर्थमाया दिदी माया बहिनीहरू चाहिँ मेरो आफन्त होइन। र पनि जति आफन्तले गर्छ नि प्रेम, त्यति नै उहाँले मलाई प्रेम गर्नुभएको चाहिँ मैले महसुस गरेँ कि। किनभने म दुबईबाट आएर यो गाउँमा आएर बस्दै गर्दाखेरि त मेरो त अब मैले सोच्थेँ अब उहाँहरूले मलाई बिर्सिनुहुन्छ, सोध्दैन होला भनेर सोच्थेँ कि। तर जो पनि चिनेको मान्छेहरू आउँछ नि, उहाँहरूले चाहिँ मलाई मात्रै नभएर मेरो श्रीमानलाई पनि उहाँले गिफ्टहरू पठाइदिनु भयो उहाँहरूले है। अनि यो पनि मेरो लागि एकदमै हृदय छुने कुराहरू हो। अनि त्यसै कारणले गर्दाखेरि म यो के भन्न चाहन्छु भने हामी नेपालीहरू, हामी दाजुभाइ दिदीबहिनीहरू चाहिँ हामी राम्रो सम्बन्ध, माया प्रेम हामी गर्छौँ भने, हामी एक्लै अर्कालाई गर्छौँ भने रगतको नाता त छँदैछ, तर हाम्रो चिनजानको नाता, अनि हामी चाहिँ एउटा इसाई भएको कारणले हामी ख्रिस्टको नाताले पनि यसरी प्रेम र अनि माया उहाँले गर्नुभएको देख्दाखेरि चाहिँ अनि म एकदमै मेरो हृदय छोयो। अनि त्यही कारणले गर्दाखेरि मेरो यो हृदय छोएको कुराहरू चाहिँ म तपाईँहरूसँग सेयर गरेँ है। यस्तो धेरै कुराहरू छ जो चाहिँ हृदय छुने कुराहरू छ। हाम्रो अरुणा बहिनीले पनि चक्लेटहरू पठाएको थियो, मैले बच्चाहरूलाई बाँडिदिएँ, तपाईँहरूले भिडियोमा टिकटकमा गरी हेर्न सक्नुहुन्छ। अनि तीर्थमाया दिदीले चाहिँ है मलाई यो गाउँमा छ, अब निराशा हुन्छ होला भनेर होला कि बेला बेलामा फोन गरेर कि उहाँले हरेस नखाऊ अनि हरेक दुःख सुखमा हामी तिम्रो साथमा छु भन्नुहुन्छ कि उहाँले। त्यो शब्द नै एकदम हृदय टचको शब्दहरू के। त्यही कारणले मैले भिडियो बनाएँ कि हृदय छुने कुराहरू छ भनेर, मैले त्यही कारण भनेको कि। उहाँले चाहिँ अहिलेदेखि होइन, पहिलेदेखि नै कि आउन साथै गाउँमा बस्न सुरु गर्नेदेखि नै उहाँले चाहिँ बेला बेलामा मलाई फोन गरेर सोध्नुहुन्छ कि के छ कस्तो छ। अनि संसारमा सबै कुरो छोडेर जाने नै हो, तर जसलाई जा राखेको छ त्यही खुसी हुनुपर्छ भनेर चाहिँ उहाँले कति कुराहरू मलाई उत्साह दिनुहुन्छ कि। सो धेरै कुराहरू चाहिँ यस्तो होइन तपाईँहरूको माझमा सेयर गरेँ। धेरै धेरै धन्यवाद छ सबैजनालाई। अब त
योभन्दा उता चाहिँ म भन्न सक्दैन होइन, बोल्न नि सक्दैन। सो दिदीहरूलाई, दाइलाई, बहिनीहरू सम्पूर्णलाई हृदयदेखि धेरै धेरै धन्यवाद दिन चाहन्छु। सबैजनालाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्।